अन्सु बर्मा दाइलाई भेट्नु चिया बगान हजुरहरू पनि आउनु होला एकदमै राम्रो दोकानमा पनि छ है हाम्रो हामी चाहिँ यहाँबाट छिर्न लागेको छौँ अहिले चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ छिरिसक्यौँ र सक्नुहुन्छ बिहानै नगरे नि फोटो चाहिँ खिच्छु लालीगुराँस भइहाल्छ अहिले चाहिँ हामी चाहिँ यहाँनिर टक्क मासतिर चढ्दैछौँ हेर्न सक्नुहुन्छ एकदमै भिड रहेको छ आज शनिबार भएको भएर होला केही छैन अब एकदम राम्रो छ यहाँको फुलहरू एकदम बगैँचा एकदम रमाइलो रहेछ हामी चाहिँ फाइनली यहाँ माथि आइसक्यौँ हेर्न सक्नुहुन्छ अब हामी यो भित्र जान्छौँ एकदमै रमाइलो छ एकदम अति सुन्दर फुलको बगैँचाहरू यहाँनिर हाम्रो ग्रुप रहेको छ म छु हामी चाहिँ यहाँबाट चाहिँ अब माथि टक्क घुमेर अब यहाँ तलतिर जाँदैछौँ यो चाहिँ यहाँनिर टक्क स्विमिङ पुल जस्तै छ है हामी चाहिँ यहाँबाट चाहिँ फाइनली फोटोसोटो सुट गरेर अब यहाँबाट निस्किँदैछौँ यहाँनिर चाहिँ अझै पुगेको छैन भिडियो फोटो बनाउनको लागि हामी चाहिँ यहाँ भोइ चाहिँ कम भइसक्यो फोटो खिच्दा बोल्दा बोल्दै ल आऊ 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 छिटो छिटो यहाँनिर निकिता पनि छ हजुर यतिकै शान्त अहिलेदेखि भाइ कति रमाइलो हुन्छ एकदम रमाइलो जङ्गे छ हजुरले चाहिँ फोटो खिच्नु भयो होला ल पिउने पानी ल सबैजनाले पिउनु होला पिउनु ल्याउ नि त तिम्रो मोबाइल पानी खान लाग्छ ल मोमो नि खानु यस्तै उसको भिडियो बनाउन चाहिँ झ्याउ नमान्ने यस्तो गऱ्यो भने त मिल्दैन र पुरा यहाँ चाहिँ सागर सुनारले पानी खाइरहेको छ है गाइस ल जाऊँ यस्तो दामी के यो मौसम यस्तो बवाल छ नि अब हामी चाहिँ यहाँ गोदावरीबाट टक्क लगाएर फर्किन लाग्यो बौद्ध जानु जस्तो कुरा भएको छ जान्छ कि जाँदैन त्यो चाहिँ थाहा छैन सर फाइनली अब यहाँबाट टक्क लगाएर छिर्दैछौँ एकदम रमाइलो छ यतातिर अब चाहिँ यहाँबाट निस्किनु पर्छ अनि त्यसरी हामी निस्किँदैछौँ बनाउनु त राम्रो रहेछ होइन तर के गर्नु के गरी बनाउने हामी चाहिँ यहाँ फाइनली अब यहाँ गेटबाट निस्किन लागेका छौँ एकदम रमाइलो भयो घुम्नलाई टक्क लगाएर त्यही हो चाहिँ एकदमै सिङ्गल छ है हजुरहरूलाई कसैलाई मन परेन एकदम राम्रो छ बाइक साइक भएको एकदमै घडी सडी विदेशी घडी भएको यता एकदमै चाहिएमा चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र हामी चाहिँ गोदावरी चाहिँ घुमेर आइसक्यौँ त्यसपछि चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ कीर्तिपुर जान लाग्यो अनि कीर्तिपुर जाने क्रममा यहाँ भान्जीलाई सबैलाई भोक लागेको भएर हामीले चाहिँ पानीपुरी खान लागेको छ हाम्रो गङ्गाहरू चाहिँ गइसकेको छ हेर्नुहोस् अब यहाँनिर म पनि खान्छु
गरौँ। एकदम मिठो छ। पानीपुरी चाहिँ कस्तो? दाइल चाहिँ एकदम मिठो बनाउनु हुन्छ। यता हेर्नु त, यता हेर्नु एकदम मिठो छ है। पिरो अझ थप्न लागेको छ। फाइनली हामी चाहिँ यहाँनिर चिया बगान आइसक्यौँ। टक्क लाएर हामी चाहिँ भर्खर आइपुग्यो क्या। दादाहरू चाहिँ अघि आउनु भइसकेको रहेछ। अब हामी चाहिँ एकछिनमा चाहिँ त्यो मासतिर जान्छौँ। हेर्नु होला। यहाँनिर टक्क लाएर चिया बगान आइसक्यो। क्रेज हेर्नुहोस् निकिता गङ्गा दिदी भने जस्तै गलाएर तिनटै हो यहाँनिर स्टिम मोमो मलाई मनपर्ने हो। अहिले भने चाहिँ केही हुन्छ है हुन्छ। यहाँ स्ट्याप पुरै बनाइरहेको छ। अन्सु बर्मा दाइलाई भेटेर चिया बगान कीर्तिपुरमा छ। हजुरहरू पनि आउनु होला। एकदमै राम्रो टोखामा पनि छ है हाम्रो। टोखामा पनि छ अनि अर्को चिया बगान टोखा र कीर्तिपुरमा पनि छ। हाम्रो चिया बगान कीर्तिपुरमा आज सबै आउनु भएको छ। हजुरहरू पनि आउनु होला। एकदम रमाइलो छ। यहाँ अन्सु बर्मा दाईको चिया बगानमा आएको छौँ हामी चाहिँ। यो कीर्तिपुरमा रहेको छ। हजुर हस् दादा। टोखामा पनि रहेको छ उहाँको। सबैजना आउनु होला टोखामा पनि। अहिले हामी चाहिँ यहाँबाट निस्किन लागेको छौँ। फाइनली दाइलाई भेटिसक्यौँ। खाजासाजा नि खाइसक्यौँ। हामी गोदावरी घुमेर अनि यता एकैचोटि चिया बगानमा आएको। अनि आइसकेपछि अब यहाँनिर खाजासाजा खायौँ अनि दाइलाई पनि भेट्यो। एकदमै खुसी लाग्यो। सो हजुर पनि यहाँ आइदिनु होला। एकदमै राम्रो सर्भिसहरू पनि रहेको छ। एकदमै राम्रो लाग्छ हजुरहरूलाई पनि आएर गरिदिनु होला। त्यही हो कटेर शनिबार जाँदाखेरि एकछिन पालो कटेर अब हामी चाहिँ यहाँबाट निस्किन लागेछौँ। हाम्रो दाइ यहाँ हुनुहुन्छ। गुलियो हुन्छ नखाऊ। ल दाइ है त। ल दाइ ल लागेको है त। ल भइसक्यो दादा। अब हामी चाहिँ यहाँ निस्किन लागेको छौँ। सफेद मल्लिन भयो यता हेर्नु राम्रो। ए मासु धेरै यसमा हाले खाने रहेछ। त्यसमा धेरै हाले रहेछ। लाइटै बोलेन। साथीहरू हामीले चाहिँ आज उतैबाट खाजा खान आएको
भएर हामीले केही खाएको थिएन अनि हामीले चाहिँ अनलाइन अर्डर गरेर यहाँ बिरयानीहरू फुड मान्डु फुडमान्डुबाट पठाउबाट मिठो छ बिरयानी त मिठो रहेछ है भयो